सबैजनाले ह्याप्पी कुकुर तिहार छ है त। आज चाहिँ हामीले यसरी कुकुर तिहार मनायौं। आज कुकुर तिहारको दिन कुकुरलाई माला लगाउनको लागि मम्मीले फूल पनि क्यात्तुके नै टिपेर लिएर आउनु भएछ। मैले कुकुरलाई पनि माला उनेर तयारी गरे। पहिला चाहिँ कुकुरलाई पुजेर टिका सिका लगाइदिएर माला लगाइदिनु पर्यो भनेको कुकुर त छेउछाउ नै आथेनन्, त्यही भएर टपरामा खाना देखाएर माला लगाइदिनु पर्यो अनि पूजा गर्नु पर्यो भनेको त पूजा गर्नु त कुरै छोड्दिम के को माला लगाउन धरि सकिन भने बल्ल बल्ल जबरजस्ती माला लगाइदिए। माला लगाइदिँदै थिए, खाना टपरामा देखेर होला उसले त खोसेर पोखेर खाइहाल्यो। म त हेरेको हेरे भयो भनेको हैन, जिन्दगीमै कुकुर नपुजेको जस्तै बनाए। आज हामीलाई यो टमीले फेरि दिदी भाइ भएर पछि टिका मुछेर टिका लगाइदियो। हामीले चाहिँ आज यस्तै कमेडी तरिकाले कुकुरलाई पूजा गर्यौं। हजुरहरूले चाहिँ कसरी गर्नुभयो त कमेन्टमा भन्नुस् है त। त्यसपछि भैँसीको लागि कुडो बनाउनलाई मकै ल्याएर काट्दै थिए, कच्चाले हात सरापै पारेर छिनाइदियो हैन। गाउँमा आएपछि दुई चोटी हात काटिसके भनेको भाइहरूले पटक्क पड्काएछन्। हाम्रो टमी चाहिँ डरले आज भित्र मात्रै छिरिरहेछ, कहिल्यै भित्र नछिर्ने कुकुर भित्र छिरेर अलिअलि हाँस उठेको छैन भने मलाई हेर न डरले खाटमुनि छिराछ। आजलाई यति नै। भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला अनि च्यानल सब्स्क्राइब गरेर अल नोटिफिकेसन दबाउन पनि नभुल्नुहोला। इन्डु बाई, राधे राधे।